Okay. The maps below show changes in the city of Nelson in recent times. The maps below. So our first paragraph, you can paraphrase easily, right? The maps लेख्ने नि भयो. Below, don't write below in paraphrase. Shows को ठाउँमा के लेख्ने? Demonstrates, illustrates, describes, gives information, provides information, depicts, illustrates के लेख्ने हो? Illustrates कि illustrate? ट्रेट मात्रै ट्रेट्स गरे भने फेरि रङ हुन्छ है. यो सिंगुलर प्लुरल चाहिँ यो क्वेसनलाई एकदमै ख्याल गरेर लेख्ने है. यही हेरेर त्यही अनुसारको वर्ड लेख्दा हुन्छ. Changes in the city of Nelson in recent times. So first paragraph is just paraphrase. है. त्यसपछि what can we write in the overall paragraph? यसको overall मा के लेख्न मिल्छ होला? Overall मा what can we write? Overall मा के लेख्न मिल्ला? भन्नु त लु. विचार आफ्नो आफ्नो विचार. यस्तो यसमा हाईएस्ट लोएस्ट हिजो अस्तिकोमा हाईएस्ट लोएस्ट म्याक्सिमम मिनिमम यस्तो टाइपको लेखिन्थ्यो नि. अब यसको ओभरअलमा चाहिँ के लेख्ने? ओभरअल चाहिँ टास्कमा लेख्नै पर्छ है. डिफरेन्सहरु लेख्ने. यस. ओभरअलमा यस्तोमा के लेख्नु पर्यो भन्दाखेरि द म्याप इज अबाउट नेल्सन 2000 अनि नेल्सन टुडे दुईटा टुडेमा कस्तो हिजो आज कस्तो छ अनि पास्टमा कस्तो थियो भनेर दिएको छ राइट. सो ओभरअलमा चाहिँ तपाईले के भन्नु पर्यो भन्दाखेरि अहिलेको पास्टको म्याप भन्दा प्रेजेन्टको म्याप चाहिँ वेल स्ट्रक्चर्ड छ, वेल म्यानेज छ, वेल सिभिलाइज छ, प्रोपरली म्यानेज गरेको छ अनि मेनली कुन कुन कुरा चेन्ज छ त्यो कुराहरु मेन्सन गर्ने. त्यति लेख्यो हुन्छ ओभरअल है त. म्यापको केसमा बुझ्यो अभिषेकले? मैले के भने बुझ्यो? यो म्यापको केसमा ओभरअल लेख्दाखेरि जस्ट पास्टको म्याप भन्दा प्रेजेन्टको म्याप वेल स्ट्रक्चर्ड, वेल म्यानेज्ड, वेल डेभलप्ड अनि मेन कुरा कुन कुरामा चेन्ज छ त्यो कुराहरु मेन्सन गर्दिने ओभरअलमा है त. अब बडी प्याराग्राफ, हाउ मेनी बडी प्याराग्राफ क्यान वी मेक? इन्ट्रोडक्सन त प्याराफ्रेज एउटा भइहाल्यो, यो प्याराफ्रेज गर्न आइहाल्छ. त्यसपछि ओभरअल एउटा भइहाल्यो अनि बडी प्याराग्राफ कतिवटा लेख्ने यसलाई? दुईटा लेख्ने. एउटामा के लेख्ने? एउटामा के? एउटामा 2000 को, अर्कोमा टुडे को. यसरी लेखे पनि भयो या त कम्पेयर गर्दै गर्दै लेखे पनि भयो. भनेको जस्तै फर एक्जाम्पल यति एउटा प्याराग्राफमा लेखेर यति माथिको अर्को प्याराग्राफ लेख्ने हुन्छ. या त 3 प्याराग्राफ बनाए नि भयो. यति यसरी डिभाइड गरे नि भयो. यति एउटा प्याराग्राफमा, यति अर्को प्याराग्राफमा, यति अर्को प्याराग्राफ. दुईतिरको कम्पेयर गर्दै गर्दै. एन्ड व्हाट अबाउट द युज अफ टेन्स? टेन्स युज के गर्ने? इफ वी डिस्क्राइब दिस, यो 2000 वाला डिस्क्राइब गर्नु पर्यो भने कुन टेन्स? पास्ट टेन्स. यताकोलाई पास्ट टेन्स युज गर्नु पर्यो, यताकोलाई प्रेजेन्ट टेन्स युज गर्नु पर्यो. अब जस्तै फर एक्जाम्पल यो ट्रीज छ नि यहाँनिर हैन. यो ट्रीज भएको ठाउँमा चाहिँ यहाँ के छ त? न्यू शपिङ सेन्टर छ नि है. सो ट्रीजलाई चाहिँ न्यू शपिङ सेन्टरले रिप्लेस गरेको छ भन्नुपर्ने हुन्छ कतै कतै, अथवा यो चीजलाई यसले रिप्लेस गरेको छ भन्नु पर्यो यहाँ पनि. त्यस्तो केसमा कुन टेन्स युज गर्ने? कुन टेन्स युज गर्ने? प्रेजेन्ट टेन्स युज गर्ने. कसरी युज गर्ने प्रेजेन्ट टेन्स? प्रेजेन्ट त प्रेजेन्टै हो तर के युज गर्नु पर्यो? प्रेजेन्ट पर्फेक्ट युज गर्नु पर्यो है. ह्याभ ह्याज प्लस v3 वाला हुन्छ नि. या त यसको प्यासिभमा कस्तो हुन्छ हेर्नुस् है. ह्याभ ह्याज प्लस बीन प्लस v3, बीन प्लस v3, यो दुईटा युज गरिन्छ है त. यो चाहिँ कस्तो बेला युज गर्ने रे? जस्तै फर एक्जाम्पल ट्रीज ह्याभ कि ह्याज? ट्रीज ह्याभ कि ह्याज? ट्रीज ह्याभ बीन रिप्लेस्ड बाई न्यू शपिङ सेन्टर भन्नु पर्यो. न्यू शपिङ सेन्टर चाहिँ has been replaced by, has been कुन चाहिँ अगाडि हो? अगाडि ट्री चाहिँ भन्नु पर्यो हैन. ट्रीज have been replaced by न्यू शपिङ सेन्टर. अथवा यसको ठाउँमा यो कन्स्ट्रक्ट गरेको छ, यसलाई यो चीजले रिप्लेस गरेको छ
भन्नु पर्यो भने ह्याभ एज र V3 अथवा ह्याभ एज बिन प्लस V3 गर्नु पर्यो है। एउटा यो कुरा ख्याल गर्नु पर्यो। अर्को यो पास्ट डेट छ, यतापट्टिको कुरा डिस्क्राइब गर्दा पास्ट टेन्समा लेख्नु पर्यो, यतापट्टिको कुरा गर्दा प्रेजेन्ट टेन्स लेख्नु पर्यो। अनि अर्को कुरा दिमागमा के राख्नु पर्यो, अब यहाँ त एन पनि दिएको छ नि, राइट? एन मिन्स नर्थ। तपाईँको दिमागमा के हुनु पर्यो, अब यो यसरी प्लस छ, यो राइट ह्यान्ड साइड जहिले पनि के हुन्छ, इस्ट, यतापट्टि वेस्ट, यतापट्टि नर्थ, यतापट्टि साउथ। लिसनिङ गर्दा पनि यो चिज ख्याल गर्ने, लिसनिङ गर्दा पनि ख्याल गर्नु पर्यो। सो अब यो ओल्ड मार्केट वाज इन द वेस्टर्न साइड अफ सिटी सेन्टर गर्ने कि ओल्ड मार्केट इज इन द वेस्टर्न साइड अफ सिटी सेन्टर गर्ने, इज गर्ने कि वाज गर्ने? वाज, बिकज इट इज 2000। सो इस्ट वेस्ट नर्थ साउथ पनि युज गर्ने, त्यो पनि युज गर्नु पर्यो आई मिन डिस्क्राइबिङ गर्दाखेरि। सो यसरी गर्नु पर्यो। फर्स्ट प्याराग्राफ प्याराफ्रेज, सेकेन्ड प्याराग्राफ आइदर ओभरअल या त बडी प्याराग्राफ यु क्यान स्टार्ट। बडी प्याराग्राफ यतापट्टिकोलाई एउटा, यतापट्टिकोलाई अर्को 2 प्याराग्राफ लेखे नि भयो, या त डिभाइड गरेर गर्ने भए आधी आधी गरेर गरे नि भयो, या त यसरी आधी आधी गरेर 3टा प्याराग्राफ बनाए नि भयो, है त? ठिक छ, यति कुरा ख्याल गर्नु पर्यो। फाइन, ल यो कुरा ख्याल गर्नु पर्यो। यसको एउटा हामी एक्जाम्पल हेर्ने एउटा, त्यसपछि अझै सजिलो हुन्छ डिस्क्राइब गर्न चाहिँ। म्याप, ल हेरौँ है, ल है, ल the maps, your paraphrase question. How is the question? The maps below show changes in the city of Nelson in recent time. The maps illustrate. Question ma ke cha? So त्यसपछि changes in the city of Nelson like ke cha? How the city of Nelson had changed. How the city of Nelson had changed cha यतापट्टि changes in the city of Nelson between 2000 and the present day. In recent times, त्यही कुरालाई मिलाएर यहाँ लेखियो प्याराफ्रेज। सो फर्स्टमा प्याराफ्रेज गरियो, त्यसपछि ओभरअल द सिटी हेज अन्डरगन, यो कुन टेन्स अरे, हेज र V3 आयो, यो भयो, यो भने नि मैले अघि। यो द सिटी हेज अन्डरगन सिग्निफिकेन्ट मोडर्नाइजेसन भएको छ सिटी चाहिँ, विथ नोटेबल इम्प्रुभमेन्ट्स इन इन्फ्रास्ट्रक्चरमा इम्प्रुभमेन्ट भएको छ, ट्रान्सपोर्टमा इम्प्रुभमेन्ट, रिक्रिएसनल फेसिलिटिजमा इम्प्रुभमेन्ट। रिक्रिएसनल फेसिलिटिज भने के छ त, केमा इम्प्रुभ भएर रहेछ? रेस्टुरेन्ट्स के हो यो, वाट इज दिस? बार्स एन्ड क्लब्स है, यो चिजहरू चाहिँ आएर रहेछ यहाँनिर। की चेन्जेस इन्क्लुड द कन्स्ट्रक्सन अफ न्यू कमर्सियल बिल्डिङ्स चेन्ज भएको छ, पब्लिक ट्रान्सपोर्टेसन लिङ्क चेन्ज भएको छ, एन्ड रिडेभलपमेन्ट अफ द पोर्ट एरिया चाहिँ रिडेभलप भएको छ, यहाँ पोर्ट है। यसरी मेन के कुरामा चेन्ज छ, वेल स्ट्रक्चर, वेल म्यानेज्ड, वेल फर्निस्ड, वेल सिभिलाइज्ड, के भन्ने हो त्यो कुरा भन्ने हो ओभरअलमा चाहिँ। यसरी म्यापको केसमा चाहिँ यस्तो ओभरअल हुन्छ है। देन आफ्टर द्याट यहाँ चाहिँ 3टा बढी प्याराग्राफ छ, देयर आर 3 है। one of my friends कि one of my friend कुन हुन्छ करेक्ट? one of my friend कि फ्रेन्ड्स हुन्छ। one of गरेपछि पछाडिको वर्ड जहिले पनि प्लुरल हुन्छ। अनि one of my friends is कि one of my friends are is हो, त्यो फ्रेन्ड्स छ फेरि आर हुन्छ भनेर दिमाग नहोस् नि। one of गरेपछि पछाडिको प्लुरल बनाउनु पर्यो, तर त्योभन्दा पछाडि फेरि सिङ्गुलर, त्यो भने सिङ्गुलर हो क्या, एकैजना बुझ्नु पर्यो। यहाँ पनि त्यही छ हेर्नु त, वान अफ द मोस्ट प्रोमिनेन्ट डेभलपमेन्ट्स छ नि, त्यसपछि इज गर्ने हो क्या, यहाँ आर गर्ने होइन। फेरि यो हेरेर डेभलपमेन्ट्स चाहिँ यहाँ आर गर्छु भने रङ हुन्छ, यो चाहिँ वान अफ हेरेर गर्नु पर्यो है। डेभलपमेन्ट इज द इन्ट्रोडक्सन अफ अ न्यू ट्रेन स्टेसन भएको छ, प्रेजेन्टमा हो यो, इज प्रेजेन्ट टेन्स। नियर द सिटी सेन्टरको छेउमा, सिटी सेन्टर सिटी सेन्टर यहाँ सिटी सेन्टरको छेउमा के छ अरे, न्यू ट्रेन स्टेसन छ, यहाँ माथि रहेछ होइन। विच गरेपछि सेन्टेन्स के हुन्छ अरे, कम्प्लेक्स हुन्छ। विच इज नाउ कनेक्टेड टु द युनिभर्सिटीमा कनेक्ट छ अहिले, यहाँ युनिभर्सिटीसँग कनेक्ट छ थ्रु न्युली कन्स्ट्रक्टेड ट्राम लाइनबाट। एडिसनली हेर है, ट्रान्जिसनल वर्ड, एडिसनली
A hall of residence has been built. Has been built, यो बनेको छ. Has been built next to the university को next मा के छ? Hall of residence, providing accommodation for students, something that did not exist in 2000. 2000 मा जुन कुरा चाहिँ 2000 मा थिएन यहाँनेरि, त्यो चाहिँ यहाँ अहिले बनेको छ भनेर. सो यो प्याराग्राफमा के कुरा गरेर छ? एउटा यो, त्यसपछि यो, यति कुरा आएन. कम्पेयर गर्दै गर्दै दुईतिरकै पास्ट प्रेजेन्ट गर्दै. हु इज देयर इन अनलाइन? यु क्यान. सो दिस इज दिस है, यो प्याराग्राफ. अब अर्को प्याराग्राफ जाउँ. द ओल्ड मार्केट लोकेटेड भनेको चाहिँ प्रेजेन्ट टेन्स कि पास्ट टेन्स? पास्ट टेन्स भनेपछि अब यो यतातिर जानु पर्यो. ओल्ड मार्केट, वेयर इज ओल्ड मार्केट? यहाँ छ हेर है. ओल्ड मार्केट, यहाँ ओल्ड मार्केटको ठाउँमा के छ? न्यू सप. ओल्ड मार्केट लोकेटेड टु द वेस्ट अफ द सिटी सेन्टर. वेस्टतिर भयो नि त यता. वेस्ट अफ द सिटी सेन्टरको वेस्टतिर has been replaced. यसलाई चाहिँ रिप्लेस गरेको छ अरे. केले रिप्लेस गरेको छ त? न्यू सप, बाय अ न्यू सप. while a new covered market has been built. has been बनेको छ. न्यू कभर्ड मार्केट चाहिँ यता बने रहेछ है. built on the eastern side. eastern side तिर चाहिँ न्यू कभर्ड मार्केट has been built भयो. फर्दरमोर फेरि अर्को ट्रान्जिसनल वर्ड आयो एडिसनली जस्तै. द ग्रीन स्पेस. ग्रीन स्पेस भनेको के हो? that once occupied. green space भनेको ट्रिज हैन. the northeast has been cleared. यसलाई के गरेको छ अरे? क्लियर गरेको छ to make room for a modern shopping center. यसको ठाउँमा चाहिँ मोडर्न शपिङ, न्यू शपिङ सेन्टर आयो. यो प्याराग्राफमा यो यताको 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 अनि यो चीजलाई कम्पेयर गरियो. ठीक छ यो प्याराग्राफ. Then finally another key change is the redevelopment of the port area. पोर्ट एरियाको रिडेभलपमेन्ट. यो पोर्ट है, यो पोर्ट एरिया भयो. विच गरेपछि सेन्टेन्स कम्प्लेक्स हुन्छ. इज नाउ अ पेडेस्ट्रियन अन्ली. अहिले मान्छे हिँड्ने मात्रै छ अरे जोन. इट फिचर्स न्यू रेस्टुरेन्ट्स, बार्स एन्ड क्लब्स. रेस्टुरेन्ट, बार, क्लब्सहरू छ यहाँनिर. इन्हान्सिङ द सिटिज इन्टरटेनमेन्ट अफरिङ्स. इन एडिसन यहाँ एडिसनली गरियो, यहाँ इन एडिसन गरियो, त्यो राम्रो कुरा हो. यहाँ एडिसनली गरेर यहाँ पनि एडिसनली गर्नुभन्दा यहाँ इन एडिसन गरेर एडिसनली गर्नु राम्रो भयो. अ बाइक रेन्टल स्किम हेज बिन इन्ट्रोड्युस्ड. बाइक रेन्टल स्किम चाहिँ इन्ट्रोड्युस गरेको छ, बनेको छ अरे. हेज अहिले बनेको छ भनेपछि यहाँ भयो. बाइक रेन्टल स्किम हेज बिन इन्ट्रोड्युस्ड इन द सिटी सेन्टरमा, प्रमोटिङ इन्भाइरोमेन्ट फ्रेन्डली ट्रान्सपोर्ट. यसरी गयो. सो कसरी लेखेर छ बडी प्याराग्राफ? कम्पेयर गर्दै गर्दै लेखेको छ है. यसरी कम्पेयर गर्दै गर्दै लेख्नु पर्यो. सो दिस इज दिस. बुझ्यो यो कुरा? सकिन्छ म्यापवाला गर्न? सकिन्छ है. सो नर्मली 3 प्याराग्राफ. सो नर्मली राइटिङ टास्क 1 गर्दाखेरि नर्मली हामीले 3 प्याराग्राफ चाहिँ नर्मली बनाउनै पर्छ. किनभने एउटा बडी, एउटा इन्ट्रोडक्सन भइहाल्यो अनि एउटा ओभरअल हुन्छ, एउटा बडी कमसेकम भइहाल्छ. मिनिमम 3. अब 4 हो कि 5 हो कि फिगर अनुसार गरे हुन्छ त्यसरी. सो दिस इज दिस. सो म्यापको केसमा चाहिँ यु क्यान युज द टेन्सको कुरा ख्याल गर्नु पर्यो. अनि यो डिरेक्सन पनि ख्याल गर्ने, कुन कता इस्टको साइडमा के छ, वेस्ट, नर्थ, साउथ, त्यो कुराहरू अनि कम्पेयर गर्दै लेख्नु पर्यो. देन आफ्टर ओभरअलमा चाहिँ त्यही हो. यस्तो खालको ओभरअल म्यापहरूको केसमा प्रेजेन्टको म्याप चाहिँ, म्याप पास्टको भन्दा प्रेजेन्टको म्याप चाहिँ वेल स्ट्रक्चर्ड, वेल फर्निस्ड, वेल डेभलप्ड, वेल अर्गनाइज्ड, यस्तो वर्डहरू युज गर्ने हो. वेल स्ट्रक्चर्ड त्यो भन्ने. अनि मेनली यस्तो यस्तो कुरामा चेन्ज छ. अरू फिगर पनि आयो भने त्यस्तै नै गर्ने. सो अनि डिस्क्राइब गर्दा एउटा प्याराग्राफलाई यताको, अर्को प्याराग्राफलाई यताको गर्दा पनि भयो. फेरि एउटा त्यस्तो गर्दाखेरि कम्पेयर अलिक कम हुन्छ नि त. डिस्क्राइब मात्रै हुन्छ कि, फेरि कम्पेयर पनि गर्नु पर्यो नि त. वी निड टु कम्पेयर अल्सो. एन्ड समराइज द मेन इन्फर्मेसन बाई सेलेक्टिङ एन्ड रिपोर्टिङ द मेन फिचर्स एन्ड मेक कम्पेरिजन वेयर रिलेभेन्ट. कम्पेरिजन पनि गरेको गर्नु पर्यो नि त. सो कम्पेयर, अब यहाँ त कम्पेयर छ नि त, यसको ठाउँमा यो, यसको ठाउँमा यो, यसरी. सो दिस इज म्याप. इज इट ओके? आयुज्ञानले बुझ्यो? आयुज्ञान सर बुझे. सो नर्मली त्यही 3, 4, 5 प्याराग्राफ बनाउने, कम्पेयर गर्दै गर्दै लेखिनु पर्छ. दिस इज दिस. अनि टेन्सको युज चाहिँ पास्ट टेन्स फर पास्ट डेट, प्रेजेन्ट टेन्स फर प्रेजेन्ट. अनि यसलाई यो चिजले रिप्लेस गरेको छ भन्नु पर्यो भने ह्याभ एज र V3 है, यो पनि दिमागमा राखिरहने. अथवा प्यासिभ हो भने ह्याभ एज बिन र V3. यहाँ पनि कतिवटा त्यस्तै थियो नि अघि.
यो चिजहरू ख्याल गर्नु पर्यो अनि ट्रान्जिसनल वर्डहरू अलिअलि युज गर्न ट्राई गर्ने जस्तै एडिसनली फर्दर मोर इन एडिसन यस्तो चिजहरू अलिअलि त्यो पनि ख्याल गर्नु पर्यो ओभरअल चाहिँ डोन्ट फर्गेट टु राइट यु क्यान राइट इन द सेकेन्ड प्याराग्राफ अर इन द यसलाई फाइनल प्याराग्राफमा लगेर राख्दा पनि हुन्छ त्यसै प्रब्लम भएन So this is this. Let's do one question. ल त एउटा गरौँ युमीबाट जाने होला इग्नोभेटबाट गए हुन्छ ल 2 मिनट टेस्टको क्वेसन ब्याङ्कमा गएर राइटिङमा गएर सो दिस इज वाट टाइप अफ क्वेसन म्याप लु म्याप गरौँ त यहाँ गएर एउटा ल गरौँ ल यही गरे नि हुन्छ ल सेन्ट्रल लाइब्रेरी 20 years ago सेन्ट्रल लाइब्रेरी टुडे लुमीबाट गर्दै हो भने इग्नोभेटमा यो कतिमा थियो यो 15 तिर हो जस्तो लाग्छ लेट मी चेक वन्स इग्नोभेटतिर जाने हो भने अँ 18 को टेस्ट 3 इग्नोभेटबाट गयो भने यहाँ पनि भेट्छ सेम क्वेसन गर त लेट्स डु दिस and after that just you can submit